यस्तो बिरयानी बनाउनु भयो भने त रेस्टुरेन्ट नै जान छोड्नुहुन्छ। त्यो पनि जम्मा 5 स्टेप्समा बन्छ। पातलो गरी काटेको प्याजलाई रातो हुने गरी फ्राई गर्नुस्। अब चिकन म्यारिनेट गर्नलाई 1 कप दही, अदुवा, लसुन, नुन, बेसार, गरम मसला, टमाटर, खोर्सानीको धुलो, तेल र अघि फ्राई गरेको प्याज राखेर 30 मिनेट रेस्ट गर्न छोड्दिनुस्। यो म्यारिनेट हुन्जेल ल्वाङ, अलैची, दालचिनी र तेजपत्ता हालेर पानी उमाल्नुस्। अनि भिजाएको बासमती राइसलाई 5 मिनेट बोइल हुन छोड्दिनुस्। अब बाँकी त चिकन पकाउने र लेयर गर्ने मात्र त भयो। चिकन 50% पाकिसकेपछि माथि तेल जस्तो लेयर आउँछ। अब यसको टपमा अघि बोइल गरेको राइसको लेयर लगाउनुस्। अनि फ्राई गरेको प्याज, मिन्ट लिभ्स एड गरेर लो फ्लेममा 20 देखि 25 मिनेट ढाकेर पकाउनुस्। यो बिरयानी बन्दैछ मेरो बेटर अप्लायन्सेसको रासो मिल्क पट प्रिमियममा। ट्रिप्ली कुकवेयर भएकोले इभन हिट डिस्ट्रिब्युसन हुन्छ। भित्र बाहिर हाई क्वालिटी र हेल्थलाई बेनिफिशियल स्टिल र बीचमा एल्युमिनियमले बनेको भएर कुकिङ इज फास्टर बाई 2 times एन्ड दिस पट कम्स विथ अ लाइफ टाइम वारेन्टी है। अनि बिरयानीमा अन्डा नराखी पनि हुन्छ र। बिरयानी पाक्दै गर्दा अन्डा पनि सिट्ठी लगाए। मेरो बेटर स्टिल लक्स ट्रिप्ली प्रेसर कुकर कन्ट्युरामा। यो पनि ट्रिप्ली कुकवेयर हो। शाइनी फिनिश छ, हेर्दा पनि कति राम्रो। अब प्लेटिङ गरेर अन्डा पनि एड गरेपछि आवर बिरयानी इज रेडी। ऑल थ्याङ्क्स टु बेटर अप्लायन्सेस। अब घरमै यस्तो बिरयानी बनाएर खानु होला, बाहिरको सबै बिर्सिनुहुन्छ। अनि फलो फर मोर खानेकुरा।